ल है आज चाहिँ हाम्रो निनी पुसाईलाई यसो हल्का सत्कार गरेको। आज चाहिँ मेरो चाहिँ निनी र पुसाई उहाँहरु चाहिँ साली भेना तर के काममा भन्छ अरे नपाउने काम भन्नु मलाई बगले काम नपाउने होइन बगले काम कस्तो छ पुसाई भदाइनीले बनाएको ठिक छैन हेर्नु त लु गाउँको जतिको त बनाउन सकिन होला तर पनि मिठो मानेर खानु है पुसाई हो सलप सलप कुन तरिकाले खान्छ नि देखाउनु त बिचरा फेरि हाम्रो साखा निनी फेरि मिसेक्कै फेरि रिसाउला है त्यसो त गर्नु हुँदैन निनी उमेर गयो अन्त नि निनीलाई कस्तो लाग्यो त हौ आज एकदम मिठो के साह्रो छिटो खाइसक्नु भएको पुसाई भदैनीले पाएको ठिक लागेन क्या हो यता निनीको खान थाल्छु नि त लगाइदिन्न हात लगाएर हुनु पर्यो नि भयो भयो पुसाई आमा त्यति धेरै माया नगर्नु है उमेरमा चाहिँ माया गर्नु भएन उमेरमा कति नहुने के कस्तो हाँसो थियो धन्यवाद हाम्रो भागमा उसहरू युवा लाएर थपेर खानु है पुसाई साथीहरू हाम्रो भाषामा चाहिँ यो ढिँडोमा दुमी भाषामा युवा भन्छ है युवा युवा हाम्रो ठुलो भाषाबाट डेमा राम पर्छ हो साम्पाङ ए के अरे उमा के भन्छ निनी बान्तावामा के भन्छ युवालाई ढिँडोलाई चाहाङ चाहाङ साम्पाङले चाखो होला गौको ठुलो नाम छु गौने देवा पोम रामबासी अनि पोकाम के अनि पोम है गएको नि हमके पुसाई आफूलाई आउँदैन हमके खानु हमके भने बब्लुका बब्लु कुखुरा ए गम कि गम हमको पोकाम के विशेष काम केमा गएको नि पोम राम छ नि हम भन्छ हो भन्छ बेसी पा हो र दाबा खटालको ए आसस म गल्ती छैन मेरो के भन्छ त यो दाबा खटाङले थुलुङले भन्छ मेरो भाषाबाट बोलाएको थुलुङ हो पुसाई म थुलुङ अनि कान्छे हाम्रो ठुलो निनीको पनि थुलुङै हो त हैन अनि ओ देवको छोरा हो म भाइको छोरा या तेर्सो पो कुरो त लौ गाठे मेरो दिदी चाहिँ दाजुलाई त्यस्तो त पलाको त त्यो दुई बहिनी त सोनापट्टिको नि पुसा अलिक ढिलो लाएर खानु न अलिक बल गर्नु न बल गर्नु यो पनि एकदम तपाईँ खानु खान्छ यो एकदमै भन्छ लिनु न पुसाई लिनु न मन परेन मन परे म खाने के खाने पेट लाग्दै म यस्तो सब्जी अलिक ल्याइदिउँ त थोरै सब्जी पर्यो यति ठिक मलाई ए खानु निनीलाई अलिक ल्याइदिउँ के ल्याइदिउँ ओ खानु पनि खानु युवा मिल्छ नि
सबै हौ त्यो खिचेर पढाइदिउँ त हस् हस् धरान चौकी बुहारीको तिम्रो निनी र हामीको फोटो छ ल अनि निनीको मन मरस न कान्छीको चाहिँ बिचरा एक उसको दिदी छ अब चलाएर मात्रै अब त थाल्यो नि निल्नु चाहिँ म सक्दिनँ त तपाईँले खानु म निनी दिनु भन्नु ठिक छ अनि निनी चाहिँ किन नआउनु भएको त पुछे ल घरमा कसले गर्छ त ए घर छोरी राख्ने हिँड्ने नि बुढाबुढी कसले घरमा के गर्नुपर्छ र बस्तु भाउ कसले हेर्छ सुँगुर छ कुखुरा छ हलो गोरु पाडा गाई गोरु छ राम्रो कसले हेर्छ सुँगुर 2 जना नगरी हुँदैन नखाइ हुँदैन पुसाइलाई पुग्यो खेती गरेपछि घाँस पानी बस्तु पाडामा घाँस पानी कसलाई दिने अनि है म पर्नै पर्यो त्यसैले हामी दुःख गरेको पालमा गर्नु पनि पर्यो नि जिउलाई पनि अलिकति एक्सर्साइज मिल्नुपर्छ नि त के अरे हेर्दा बुढा पुसे भन्छ होला म जोत्दैछु है हलो जोत्नुहुन्छ ल के को होला गोरु जोत्छु अनि होला गोरु र हलो एउटै होइन गुसाइले हँसाउनु भयो हो तारे हो माले हो अनि कुन डाँडामा गरे खै हरियो डाँडामाथि हलो जोत्ने साथी अचम्म लाग्दा हाम्रो निनीले ढिँडो खाएको देखेर ए बाबा हो हिजो अस्तिसम्म यत्रो ढिँडोको डल्ला है साथीहरू यत्रो ढिँडोको डल्ला दिँदा पनि यसो पन्साएर भात खाने मान्छे आमामा हो ल ठिक छ अब कङ्ग्रेचुलेसनै भन्नु पर्ला नि बधाई छ अब यो अब उमेर ढल्किँदै गएपछि यो ढिँडो खाएको अडिलो होइन तागतिलो अब सुगर खोइ के भन्छ नि त त्यसमा त यो खानु पर्यो अब बानी गरेको त एकदम राम्रो है ल आज निनी पुजेले खाएको कति मिठो चाहिने भन्दा धेरै गजबले खाइन्छ वाउ ल कस्तो मनै प्रफुल्ल भयो प्रफुल्लित के भन्छ नि निनीले ढेर खाएको देखेर म त दम परे त साथीहरू हुन आएको भए त मेरो साली खानु हुन्थेन म खाएको थिएँ खानु भएको होइन नि अहिले बानी हुँदैछ नि हाम्रो निनी उसरी बानी हुनु पर्छ उसरी कुकुर मिल्ने गर्नुपर्छ निलिँदैन र धन्न भएका हुन्थ्यो के साह्रो छिटो खाइसक्नु भएको पुछै भदैनीले पकाएको ठिक लागेन क्या हो नभए यता निनीको खानु थाल्छु नि त हामी लगाइदिन्न यो हात लगाएर हुनु पर्यो नि भनेपछि झिक्छ मम्मी खानु हजुर नानी बाबु आज चाहिँ सधैँ आफूले पकाएर खाइन्थ्यो भिडियो बनाइन्थ्यो ब्लग बनाइन्थ्यो अनि सबैजनाले हेरिदिइराख्नुहुन्थ्यो अनि मेरो यो बुढी आमा बुढी बोजूको खुवाई अवस्था हेरेर अनि आज भने साइनी भजनले बोलाएर ढेँडो मासु पापड इस्कुस फर्सीको मुन्टाको तरकारी सित्रा फत्काको अचार लिएर आज चाहिँ हाम्रो यहाँ भेला पारदेखि आउनु भएको भेला र मलाई बोलाएको भजनीको फुपा पर्यो होइन मम्मी फुपू परे त्यही हो साली भेनालाई बोलाएर आज साली भेनाकोमा खाना खायो ल आजलाई भिडियो यति नै भिडियो चाहिँ फुल वाच गरिदिनु होला सधैँ आउनुहुन्छ नि है जहाँ पनि आउँछु क्या हजुरहरूकोमा बुढीलाई आज के खाउने हेरिदिनु होला नि सबैजनाले लाइक गरिदिनु होला कमेन्ट गरिदिनु होला सब्सक्राइब गरिदिनु होला युट्युबमा